हेलो गाइस, सबैजनालाई नमस्ते। वाउ, मानुङ डाँडा जाने बाटो आयो है। मलाई एउटा कुरा याद आयो, कुनै बेला मानुङ डाँडा गएको थिएँ म। यस, घुम्नुपर्छ है, रमाउन सिक्नुपर्छ। मान्छे पीर दुःख हैन, तनाव टेन्सन लाइफ बिर्सनको लागि नै घुम्नुपर्छ। यात्रा भनेको एउटा यस्तो चिज हो हैन, त्यो म बयान गर्नै चाहन्न। सो त्यही भएर नै आज हामी पोखराबाट डुम्रे हुँदै हैन गाइस, यो एक्सिडेन्ट भएको यो भिडियोहरू अहिले हाइलाइट्समा छ हैन। सो अगाडि देख्न सक्नुहुन्छ तपाईहरुले। यो भिडियो अन्त्यसम्म हेर्नुभयो भने सबै कुराहरू थाहा हुनेछ हैन यो भिडियोबाट। सो 150-200 किलोमिटरको हामी यात्रा, टोटल गरेर 300-400 किलोमिटर यात्रा हुन्छ 2 डेज को लागि है गाइस। हाम्रो बाटोमा के भयो तपाईलाई सबै जानकारी हुनेछ हैन। सो अहिले यो हाइलाइट्स मात्र हो है। के भन्छ सर? मैले भनेको इन्डिकेटर चल्दैन भनेको इन्डिकेटर हात दिनुपर्छ नि त भनेको तपाईँले उता लानु भयो, उताबाट फेरि यता काट्नु झन्डैले गरिदियो भनेको के भन्नु उता गाडीले के भन्नु सरी भन्नु गाइज। अनि अर्को कुरा, बाटोमा कस्तो कस्तो भयो हैन, त्यो भिडियोहरू पनि हेर्नुपर्छ। र अर्को कुरा, मान्छेले लाइफमा सबै कुराको अनुभव गर्नुपर्छ। सो एउटा राइड भन्ने पनि एउटा राम्रो कुरा हो। एकदम रमाउन सिक्नुहोस्, खुसी हुन सिक्नुहोस्। हेलो गाइज, सबैजनालाई नमस्ते। सो आज हामी लमजुङ बेसी सहर हुँदै, ओ माय गॉड, एक्सिडेन्ट भएको यार। शिट। गाइज, एकदम एक्सिडेन्ट भएको देखियो यो पोखरा एयरपोर्ट गेट अगाडि। सो टुर हिँडेको मान्छे है, कहाँ हिँडेको मान्छे अब कस्तो दिमाग नै कस्तो अनकन्सियस भयो यार है। एकदम जान खोजिरहेको ठाउँमा पनि एकदम गाह्रो भयो। हामी अहिले अमरसिंहमा हो गाइज है। सो ओके 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 ल, हिँड्दै गर ठिक छ कि हजुर। ल खोइ कहाँ गयो त नि हाम्रो अर्को सोल्टी। हुन्छ 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 जाम ल। सो फाइनल्ली आज हामी खास ड्राइभ भनेको हाम्रो डेस्टिनेसन डुम्रे हुँदै लमजुङ बेसी सहरबाट हाम्रो भाले गाउँ स्टार्ट हुन्छ यो मोटो भ्लग। सो आज हामी 14 जना साथीहरू 7वटा बाइकमा अनि 3वटा स्कुटरमा आज हामी लङ ड्राइभ गरिराखेको छौँ गाइस। सो अहिले म चौथीको गेट कटेर थोरै अगाडि क्रस भएको छु। सो अब राइड कस्तो हुन्छ है गाइस, तपाईँहरूले हेरिदिनु होला। नराम्रो भए पनि होइन, मिलाएर हेरिदिनु होला। एकदम बोल्न एकदमै एक्साइटेड छैन, त्यही पनि होइन, हुन्छ नि राइडमा बोल्नु पनि पर्छ। सो अघि बाटोमा आउँदा एउटा एक्सिडेन्ट देखियो सो एयरपोर्टमा होइन। सो एकदम नमजा लाग्यो, एकदम के कस्तो भन्दा पनि कस्तो के एकदम के दिमाग नै अझ त्यहीँ घुमिरहेको छ। त्यही भएर राइड गर्दा एकदमै होइन केयर गर्नु होला। जिन्दगी भनेको एकचोटि पाउने हो नि त गाइस। सो एकदम केयर भएर चलाइदिनु होला, ड्राइभ गर्नु होला।
तपाईँको अघि पछि कोही छ तपाईँ कसैको लागि बाँच्नु भएको त्यो हिसाबले चलाइदिनु होला गाइस। सो हेरेर अहिले हामी यो लेखनाथ स्टार्ट भयो, अब पानी खाने भनिरहेको छ साथीहरूले। सो जाम 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 पानी पानी अँ त नि के खोइ अरू सबै साथीहरू गयो यार। कहिले गयो जस्तो देख्छु, कहिले पछाडि आयो जस्तो देख्छु यार। यहाँको सरले फेरि पानी खाने भन्ने कुरा गरेको बुढाले, पानी चाहियो अरे, एकदम प्यास लाग्यो अरे, अनि त्यही भएर चाहिँ यसो रुख। सो हामी अहिले लेखनाथबाट तालचोक जाने बाटोबाट सो हामी अहिले थोरै अगाडि बढेको छौँ। सो हाम्रो यात्रा अब डुङ्गेसम्म यस्तो हुनेछ गाइज। सो यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला, बबाल हुनेछ होइन। आजको राइड दामी हुनेछ, सो राम्रोसँग हेरिदिनु होला गाइज। नराम्रो भए पनि मिलाएर राम्रोसँग हेरिदिनु होला। सो यात्रा भनेको के हो भन्दाखेरि आफ्नो पर्सनल लाइफमा रमाउनु मात्रै होइन, अरूलाई पनि इन्टरटेनमेन्ट दिनु हो। सो त्यसैले भ्लग बनाएको छु गाइस, हेरिनु होला होइन यो भिडियो। सो अनि अर्को कुरा के भन्दाखेरि बाटो एकदम स्ट्रेट छ है। सो राइड पनि फेरि सेफ तरिकाले चलाउनु पर्छ। अगाडि साथी छ एकजना होइन, साथी हुनुहुन्छ। सो कहिले अघि कहिले पछि केटाहरू रेस खेलिरहेको छ कि। सो त्यही पनि केही छैन गाइस। यो सेङ्जा पोखराहरूको बाटो भन्दा यो काठमाडौँ हाइवे भनेको, काठमाडौँ जाने हाइवे भनेको एकदमै चाहिँ वाइड अनि स्ट्रेट छ। सो केयर भएर राइड गरिनु होला गाइज।
आइसले एकदम टेन्सन बना गाडीले यसलाई जितिदिएँ मैले उछिनिदिएँ। सो एम्बुलेन्स पनि रहेछ। सो हाम्रो अघि एम्बुलेन्स गएको छ। सो मेन कुरा भनेको एम्बुलेन्सलाई बाटो दिनु पर्छ है गाइज। सो गाइज यो युट्युब च्यानल रेशम कार्की 74 हान्नुभयो भने युट्युबमा गएर तपाईँहरूले मलाई भेट्न सक्नुहुनेछ, मेरो भिडियोहरूलाई हेर्न सक्नुहुनेछ गाइज। सो अनि अर्को कुरा, भिडियो पुरा हेरिदिनु होला, सब्सक्राइब पनि हानिदिनु होला। मलाई तपाईँहरूको माया चाहिएको छ गाइज। ओन्ली सब्सक्राइब अनि भिडियो हेरिदिनु होला। युट्युब त छ नि अहिले हरेकको हातमा युट्युब छ। सो युट्युबमा हुन्छ नि, युट्युब चलाएको बेलामा मेरो आइडी मेरो रेशम कार्की 74 RESSAM KARKEE मैले यो भिडियोमा देखाउँछु तपाईँलाई मेरो आइडी। सो त्यसलाई सर्च गरेर लाइक अनि सब्सक्राइब हानिदिनु होला गाइज। सो आज हामी घलेगाउँ नै पुग्छौँ गाइज। सो यो भिडियो अन्त्यसम्म हेरिनु होला। यो भिडियो चाहिँ सो हाम्रो दमौली सम्मको हुन्छ होला। सो नेक्स्ट पार्ट 2 चाहिँ हाम्रो घलेगाउँसम्मकै यात्रा हुनेछ। सो यो भिडियोलाई अन्त्यसम्म हेरिनु होला गाइज।
अनि के छ ठिक छ कि दाइ अनि हाम्रो अनिल सर त्यो हेलमेट नखोलिदिने हो 108 स्पिड पुगेको के मेरो त कति कति स्पिड पुग्यो यार आफ्नो लङ टाइम मैले गरेँ कि बाटो भेटाएँ कि नत्र त आजकल त त्यो गाडी ठिक छ हजुर ल हजुर ल लाउनु पर्यो यार भयो होइन भयो आफू बलियो भएर बस्नुपर्छ कि है सो गाइज मेरो अगाडि अनिल ब्रो छन् बिहारमा है सो बबाल मजा आइरहेछ हाम्रो टुर दामी है गाइज सो हामी अब आफ्नो रफ्तारमा अगाडि बढिरहेका छौँ। सो अब हामी केही समयमा दमौली आउँछौँ।
सो बवाल मजा आइरहेछ। साथीहरूले पुरा चाहिँ रेस खेलिरहेका छन् है। कोही साथी अगाडि कोही साथी पछाडि हुनुहुन्छ। सो चिसो चिसो मौसम चलिरहेको छ गाइस, बवाल मजा आइरहेछ है। डुम्रे यार, डुम्रे अझै आउँदैन। गाइस अब हामी दमौली आउन लागेको छौँ गाइस। सो मानुङ डाँडा जाने बाटो यही हो। अब हामी त्यही ठाउँमा आउन लागेको छौँ। सो यहाँबाट माथि गयो भने मानुङकोट पुग्छ है, मानुङ डाँडा पुग्छ। सो अहिले हामी अब मानुङ डाँडा गएनौँ। सो हामी हिँड्ने भनेको के अरे घले गाउँ हो। सो अब दमौलीको पुल आउँछ गाइस। दमौलीको पुलबाट हामी डुम्रे हुँदै लमजुङ बेसी सर लाग्छौँ। साथीहरू अगाडि जानुभयो। सो यो भिडियो सायद दमौलीसम्मको मात्रै हुन्छ होला गाइस। सो पार्ट 2 आउँछ, नेक्स्ट भिडियो हेरिदिनु होला गाइस। अरू अब यस्तै हो जिन्दगीमा, राइड गर्नुपर्छ, रमाउनुपर्छ। सो दमौलीको पुल आयो गाइस अहिले है, तपाईँले हेर्न सक्नुहुनेछ। दामी छ, यति लामो पुल छ, यति लामो पुल छ पुरै छ नि। सो बवाल छ, दामी छ है। यो पुल क्रस हुन नै लगभग बाइकमा 1 मिनट लाग्छ। सो फाइनली सो हामी अहिले दमौलीको बजारमा छौँ गाइस। अहिले हामी दमौलीको बजारबाट अब डुम्रेतिर लाग्दैछौँ गाइस। भिडियो अन्त्यसम्म हेरिदिनु होला है, बबाल रमाइलो छ गाइस।
के भन्छ सर त्यही थियो नि केही कस्तो औडा रहेछ क्या गाडी मैले भनेको इन्डिकेटर बोल्दैन भनेको इन्डिकेटर हात दिनुपर्छ नि त भनेको तपाईँले उता लानु उताबाट फेरि यता काट्नु झन्डैले गर्यो भनेको धन्नैले त्यही थियो नि यार त्यहाँनिर है के भन्नु उता गाडीले के भन्नु सरी भनेको ब्रेक छ खानु पर्यो हो र के तिम्रै आयो अगाडि ओ माई गॉड ल उताबाट अरे ए हेत तेरो यार हाम्रो सरले धन्नेले यार पछाडि गाडी थियो क्या अझै स्मार्ट त गाडी धन्दैले गर्दो कि केटाहरू भेट्टाउनै नसकेर यार कति स्कुटर अगाडि आइदियो